हेलो गाइज वेलकम ब्याक अगेन। स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज भने म खोला आइरहेको छु हो। खोलाको दृश्य जब देखाउनु गइरहेको छु हेर्नुहोस् होला। खोला चाहिँ यस्तो घटिरहेको छ, खोला पनि यस्तो घटिरहेको छ। पानी हेर्नु कति हिटो भइरहेको छ, पुरा घटेको छ नि खोला। खोलाको दृश्य यस्तो घटिएको छ नि। पहिला हामी खोला पराखम ठुलो थियो हो, अहिले हेर्नु घटेर यत्रो भएको छ। सक्नुहुन्छ भने खोला छु। खोला आएर म चाहिँ लुगाहरू पनि धुइसक्यो हो, लुगाहरू धुइसक्यो त हो। अहिले भन्दै गाइस मैले चाहिँ बाइक धुइसक्यो हो। हेर्नु देख्न सक्नुहुन्छ तपाईँले, हेर्नु कस्तो सफा भयो बाइक। बाइक चाहिँ धुइसक्यो हो। बाइक चाहिँ धोएर यताबाट यस्तो हुन्छ, बाइक चाहिँ धुइसक्यो हो। हेर्नु कस्तो सफा भयो, बाइक चाहिँ धोयो हो। बाइक चाहिँ खोलामा हालिरहेको छु त, यो खोला हो। हालिरहेको छु, बाइक चाहिँ धुइसक्यौँ हो। यता लुक्स यस्तो छ, बाइक चाहिँ धुयौँ हो। बाइक धोएर हो म त यता छु गाइस। बाइक चाहिँ धोयो, अब चाहिँ जानु आँटेको त। अहिले भने म पलिस लगाउँदैछु है गाइस, हेर्नुहोस् ल। पलिस लगाएको अहिले कस्तो थियो होइन, अब पलिस लगाएको टल्किँदैन। पलिस लगाउँदैछु हो। पलिस लगायो भने यस्तो टल्किन्छ त्यो सक्नुहुन्छ। सिधाउनुमा त पलिस हो, त्यस्तै नि हुन्छ। है यसरी चाहिँ धोएर एकछिन पुछेर चाहिँ पलिस लगायो भने चाहिँ तपाईँको ज्यादा धुनु पर्दैन, बाइकको अलिक सफा बसिरहन्छ हो। पलिस चाहिँ गर्नु, धोएर तपाईँले पलिस गर्नु भयो भने चाहिँ राम्रो, तपाईँको बाइक हुँदैन। फेरि धोइरहनुपर्छ, मैला छिटो टालिहाल्छ। यसरी गऱ्यो भने चाहिँ टालिँदैन। यहाँ कस्तो दामी भइरहेको छ। अब हेर्नुहोस् ल गाइस, यहाँ कस्तो छ होइन। यहाँ अब यहाँनिर अब यहाँ पलिस लगाएर कस्तो देख्छ हेर्नु ल। यो आसपास देखिहाल्छ म, है कस्तो दामी देखि। अब हेर्ने यस्तो छैन गाइस। अब हेर्नु यसलाई यो लगाएर पलिस लगाएर कस्तो देख्छ। देख्नु यसो टल्किन्छ त।